यो 15 गते तथाकथित राजावादीहरू, यी राजावादी साजावादी के भएन नि खाओवादी हुन्। यिनीहरू के भनेर नारा लाउँथे? हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। हिजो बेलुका पनि नानीटी अगाडि त्यही पो भन्दै रहेछ। प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्याकाण्ड भएर मार्दाखेरि यिनीहरू कहाँ गएको थिए? किन मरेनन् त? सबै झुटा बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने त्यो मण्डलीहरूको स्वभाव हो, बानी हो। झुटो कुरा गर्ने, जनता वर्ग ल्याउने, अल्मल्याउने, भ्रममा पार्ने। यिनीहरू कुनै उद्देश्य, महान उद्देश्यका लागि लडिराखेका छैनन्। साना स्वार्थका लागि सरकार अलिक मौन बसेको र जनता अलिक मौन बसेको अवस्था, त्यो अवस्थाको फाइदा लिएर यिनीहरूले अनावश्यक फुर्तीफार्ती देखाएका छन्। यसो अक्षता मन्तर्ने हुन्छ नि गर्ने, ढ्याङ्ग्रो ठोकेर त्यो मुजुरा लाएर ढ्याङ ढ्याङ ढुङढुङ गरेर नाच्ने धामी आएपछि त्यो कता जान्छ कता अक्षता मन्चाउने। यी अक्षता मन्चाउनेहरू हुन्। ढ्याङ्ग्रो लिएर एमाले मैदानमा उत्रियो भनेपछि यी कता कता